हेलो गुड मर्निङ। तपाईँहरूलाई थाहा छ हाम्रो टिएक्सएनमा पनि चिया पाउँछ। चिया भिन्दै भिन्दै भेराइटिज पाउँछ। तर म आज चाहिँ के विषयमा भन्दाखेरि हाम्रोमा ऋषि ज्ञानो टी अन्त मसला टी देखाउने छु। ऋषि ज्ञानो टी चाहिँ यसलाई भनिन्छ है। यो ज्ञानोटरमा मिसाएकोले गर्दाखेरि होइन अब म बिस्तारै बिस्तारै यसको बारेमा बताउँछु हजुरहरूलाई। त्यसै गरी अब जसलाई प्लेन मन पर्दैन त्यसले मसला पनि लिँदा हुन्छ है। यहाँ मसला टी देख्नुभयो होला है, यहाँ हेर्नुहोस् होला। म यसको बारेमा चाहिँ यसको फाइदा के हुन्छ होइन, कसरी खाने भन्ने पनि म देखाउने छु हजुरहरूलाई। र अहिले चाहिँ म अब दुइटै सेम काम गर्छ शरीरमा होइन। अब यसमा चाहिँ यसले चाहिँ पहिला तपाईँलाई इम्युनिटी स्ट्रङ बनाउने होइन। अब तपाईँले यसको लाभ लिनुहुन्छ भने चाहिँ ब्ल्याकै बनाएर पिउनुहोस् होइन। त्यसै गरी यो पियो भने भविष्यको अहिले अब हाम्रो खानपिनले गर्दाखेरि हामीले शरीरमा धेरै क्यान्सरहरू आइरहेको छ, व्यक्तिहरूलाई क्यान्सर भइरहेको छ। यसले क्यान्सरबाट पनि तपाईँलाई जोगाउँछ। यदि यही चिया मात्रै पिउनु भयो भने पनि अब तपाईँ धेरै चियाको शौकिन हुनुहुन्छ, तपाईँले मार्केटको चिया खाँदा त तपाईँलाई एसिडिटी हुन्छ होइन। यसले चाहिँ त्यस्तो हुनु दिँदैन। तपाईँले जति पिउनुहुन्छ, हाम्रो डिएक्सन प्रडक्ट चाहिँ जति सेवन गर्नुहुन्छ त्यति हेल्थ बेनिफिट पाउनुहुन्छ। त्यसले गर्दाखेरि यसले तपाईँले अब कन्टिन्यू पिउनु भयो भने अब त्यो अलिअलि खाने दबाई हो भनेर चाहिँ नसोच्नुहोस् होला होइन। कसरी खाने म त्यो बताउँछु। र वेट रिड्युस पनि गर्न सक्नुहुन्छ। अब सबैलाई त फिट बस्नु मनपर्छ है, मोटो भयो भने लुगा मिल्दैन पहिला त। सेकेन्ड कुरा मतलब के भन्छ, अब लुगा भनेको जस्तो पाउँदैन होइन। वेट पनि रिड्युस गर्नुहुन्छ, त्यो वेट रिड्युस कसरी गरिने त्यो पनि बताउँछु। हजुरहरूलाई डायबिटिज छ भने डायबिटिज पनि कन्ट्रोलमा ल्याउँछ। यसमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट तत्त्व पाउनुहुन्छ जुन चाहिँ आफ्नो एजिङ प्रोसेस मतलब प्रपर्टिजहरू पनि पाउनुहुन्छ, जुन चाहिँ तपाईँलाई एज डिले अब मान्छे त्यो त फ्याक्ट हो। मान्छे जन्मेपछि मृत्यु त फ्याक्ट हो। तर पनि अब आफू बस्ने जेल चाहिँ अलिकति एज लुकाएर राख्छ इन द सेन्स चाहिँ तपाईँको उमेर घटेको जस्तो। अब तपाईँकै एजको मान्छे अब तपाईँ खाएको व्यक्ति र नखाएको व्यक्तिमा तुलना गर्दाखेरि चाहिँ तपाईँलाई अझै यङ देख्छ, 10 वर्ष सानो देखिन्छ। त्यसले गर्दाखेरि होइन त्यो मौका त गाउनु चाहनुहुन्न होला। त्यसै गरी यसमा अब वेट रिड्युस गर्नु व्यक्ति हुनुहुन्छ र वेट रिड्युस कस्तो गर्दा पनि भएन भनेर तपाईँले सोच्नुहुन्छ भने चाहिँ तपाईँले यो गर्नु सक्नुहुन्छ। यो कसरी सेवन गर्ने भन्दाखेरि चाहिँ हजुरहरूलाई अब जस्तो मान्नुहोस् तपाईँले एक दिनमा 3 लिटर पानी पिउनुहुन्छ भने 3 लिटर पानी उमाल्ने है। उमालिसकेपछि तपाईँले यसको ढकनी खोल्ने, उम्लेको पानी चाहिँ तपाईँले डेक्चीमा खनाइसकेर चाहिँ तपाईँले एउटा सुक्खा चम्ची लिने र सानो चम्चीको आधा चम्ची जस्तो रङ हाल्ने त्यो तातो पानीमा, जुन चाहिँ उम्लिसकेको। किनभने त्यो उम्लिसकेको पानी चाहिँ तपाईँलाई अल्कलाइन वाटर पनि बनाइदिन्छ। यसमा हामीलाई धेरै मात्रामा अल्कलाइन चिज चाहिन्छ र अल्कलाइन यो हुन्छ। त्यसले गर्दा तपाईँलाई वेट रिड्युस है। त्यहाँबाट तपाईँलाई अब ग्यास्ट्रिक अल्सर भइबस्छ भने त्यो तपाईँको फुल्लिनेहरू, खुट्टाहरू सुन्निने हुन्छ होइन। कतिको अब जोइन्ट पेन हुन्छ ओभरवेट भएर, त्यसमा पनि तपाईँले रिलिफ पाउनुहुन्छ है। त्यसै गरी यसले तपाईँलाई एनर्जेटिक राख्छ। तपाईँको जोइन्ट पेनहरू, ब्याक पेनहरू भइबस्छ भने त्यसमा पनि राम्रो गर्छ। यदि यो हार्टको लागि पनि राम्रो हो है, लिभरको लागि पनि राम्रो हो। यो चिया चाहिँ अब तपाईँले जति सक्दो, अब तपाईँले 3 लिटर त एकैचोटि पिइसक्नुहुन्न। के गर्नुपर्छ भने 3 लिटर पानी चाहिँ तपाईँले उमाल्नुहोस्। एउटा इक्जाम्पल दिएको मैले चाहिँ। अब हजुरहरूले कति पानी पिउनुहुन्छ त्यही अनुसार, यदि 1 लिटर पिउनुहुन्छ भने 1 लिटर पानी बनाउनुहोस् है। अब यो दुइटै सेम काम गर्छ हजुर। अब यो चाहिँ अब प्लेन स्वादमा छ। यसमा अब धेरै प्रडक्ट खानु नसक्ने व्यक्तिहरू हुनुहुन्छ भने यो चियापत्ती किनेर पनि तपाईँले हेल्प बनाउन सक्नुहुन्छ है। यहाँ हेर्नुहोस् दुईवटा यसमा मसलाहरू छ। मसला इन द सेन्स कस्तो मसला भन्नुहुन्छ भने एकदम तपाईँको जस्तो कि अब दालचिनी भयो है, त्यहाँबाट तपाईँको तुलसी भयो, ल्वाङ भयो, अदुवा भयो, त्यहाँबाट तपाईँको हरियो अलैँची भयो, त्यहाँबाट अश्वगन्धा भयो। यसले चाहिँ तपाईँलाई एनर्जेटिक राख्ने काम गर्छ है। एनर्जेटिक तपाईँले देख्नुहुन्छ होला। म पनि यही पिउँछु। म चाहिँ रातो बनाएर पिउँछु। म जग्री पाउडर हालेर पिउँछु यही चियाहरू है। म ढुक्कै यो पिउँछु। म चाहिँ अब बिहान 1 कप, ठुलो कपको 1 कप पिउँछु, झन्डै 1 पावा जस्तो पिउँछु बिहानै। म अरू प्रडक्टहरू पनि खान्छु, त्यसले गर्दा म चाहिँ 1 कप मात्रै खाँदैछु। हजुरहरू चाहिँ वेट मेन्टेन गर्नुहुन्छ या चाहिँ तपाईँ अब जुस्नु भएको छ, जुन चाहिँ खुट्टा सुन्निने त्यस्तो फुल्लिनेहरू छ भने तपाईँहरूले हल पाउनु सक्नुहुन्छ है हजुर।
हजुर अन्त अब तपाईँको अब एउटा क्वेसन आउन सक्छ होइन यो चाहिँ कति जुन पिउनु भन्छ है अब यस्तो हुन्छ तपाईँ हेल्दी बस्नु चाहनुहुन्छ भने यो प्रडक्ट चाहिँ आफ्नोमा पैसा हुने जेलसम्म आफूले सक्दोसम्म आफ्नो बुद्धि अनुसार होइन तपाईँले जति सेवन गर्नुहुन्छ त्यति राम्रो हजुर किनभने अब हेल्थ अब किनभने हाम्रो अहिले प्रोटिन राम्रो पाउँदैन कार्बोहाइड्रेट राम्रो पाउँदैन हामीले खाएको चिजहरूमा कुनै पनि राम्रो नेचुरल चिज पाउँदैन त्यो कमी चाहिँ यो डिएक्सन प्रडक्टले तपाईँलाई फुलफिल गर्छ हजुर एउटै चियापत्ती पिउनु भए पनि तपाईँलाई भोलिको दिनमा गएर शरीरमा क्यान्सर हुनु दिँदैन है प्रेसर हुनु दिँदैन डायबिटिज हुनु दिँदैन यो नानी सानोलाई पनि दिनु मिल्छ अब मैले भने नि धेरै मात्रामा तपाईँले पानी उमालेर राख्नु भएको छ भने तपाईँले के गर्नुपर्छ त्यो पानीलाई होइन ब्याक टु नर्मल अब यदि ग्यास्ट्रिकको समस्या छ भने चाहिँ तपाईँले तातो तातै होइन या त बनाएर तातो तातै अलिकति पानी थप्दै तातो पानी थप्दै पिउनु पर्ने हुन्छ यदि ग्यास्ट्रिक छैन भने चाहिँ तपाईँलाई ब्याक टु नर्मल अब तपाईँलाई तिर्खा लाग्दा पनि तपाईँले एकदम ब्याक टु नर्मल भइसकेपछि पानी तपाईँले बोतलमा सातेर राख्नुहोस् होला अन्त त्यही तिर्खा लाग्दा त्यही पानी पिउनुहोस् होला सबै परिवारलाई लिनुहोस् होला हेल्थभन्दा ठुलो कुरा केही होइन हजुर ह्याप्पी गुड मर्निङ डिएक्सन मेरो भिडियो लाइक गरिदिनुहोस् होला सेयर गरिदिनुहोस् होला कमेन्ट गरिदिनुहोस् होला भोलिको दिनमा यही कमेन्टले गर्दा मेरो भिडियो सायद थुप्रो व्यक्तिहरूकोबाट कमेन्टहरू पाउँछ होला सो द्याट मेरो इम्प्रुभमेन्ट हुन्छ होला म यदि मेरोमा केही भुलचुक भयो भने माफ गरिदिनुहोस् होला ह्याप्पी गुड मर्निङ डिएक्सन